नमस्कार साथीहरु, यहाँहरु सबैलाई यस च्यानल डिटेक जेटमा स्वागत गर्न चाहन्छु। तपाईहरुलाई थाहा नै छ हाम्रो च्यानलमा चाहिँ विभिन्न कुराहरु आइरहेको हुन्छ र आज पनि केही विषय लिएर आएको छु। तपाईहरुलाई थोरै अलग विषय पनि लाग्यो होला। मेरो च्यानलमा चाहिँ आईटी सम्बन्धी कुराहरु देखि लिएर तपाईले कुनै भ्रमण भिजिटका कुराहरु देखि लिएर पनि कथा, कविता, गीत संगीतका कुराहरु पनि आइरहेका हुन्छन् र मैले हरेक च्यानल हरेक कुराहरुलाई चाहिँ एउटा चाहिँ प्लेलिस्टको माध्यमबाट चाहिँ त्यसलाई अपलोड गर्दै गइरहेको हुन्छु र आज पनि एउटा मैले केही विषयको बारेमा चाहिँ जानकारी दिन आउँदै छु। त्यो भन्दा पहिला चाहिँ म तपाईहरुलाई चाहिँ एउटा क्षमा माग्न चाहन्छु, किनभने विगत हाम्रो 2-3 महिनासम्म च्यानलमा चाहिँ केही कुरा पनि अपडेट हुन पाएन। यो अवस्थामा चाहिँ मैले त्यो पिरियडमा चाहिँ थोरै कार्य व्यस्ततामा बिजी भएको थिएँ। कार्य व्यस्तता भएको कारणले गर्दा नै साथीहरु मैले चाहिँ यो भिडियो बनाउन पाइरहेको थिएन र फेरि पनि यो च्यानललाई चाहिँ कन्टिन्युटी दिँदै चाहिँ म अगाडि बढेको छु र तपाईहरुको साथ यो आजको पहिलो भिडियो रहेको छ। धेरै दिनपछि चाहिँ मैले यो प्रकारको भिडियो बनाएको छु र तपाईहरुको साथ अवश्य पाइन्छ भन्ने पनि एउटा आशा लिएर अगाडि बढेको छु। हस्त सर्वप्रथम सबैभन्दा पहिला चाहिँ म मेरो परिचयबाट अगाडि बढे। मेरो नाम धीराज तिमल सिन्हा। मेरो घर चाहिँ विजयनगर गाउँपालिका वडा नम्बर 6 बद्दोर भन्ने गाउँमा अवस्थित छ र हाल म बुटोल उपमहानगरपालिका बुटोलहाट सुक्खानगरमा चाहिँ अवस्थित छु र यहाँ चाहिँ मैले एउटा कम्प्युटर डिप्लोमा एज अ टिचर कम्प्युटर टिचरको रूपमा चाहिँ तालिम सञ्चालन गर्दै 3 महिने 12 महिने तालिम सञ्चालन गर्दै आएको छु। र आज म तपाईलाई चाहिँ एउटा विषय जुन हाम्रा विद्यार्थी भाइ बहिनीहरूका लागि, मेरा ठुलठुला दाजु दिदीहरू र हरेक वर्ग जो स्टडीमा लाग्नु भएका विद्यार्थी भाइहरू हुनुहुन्छ र उहाँहरूको मनोबल बढोस् भन्ने उद्देश्यले यो भिडियो निर्माण गरेको छु र यो भिडियोबाट तपाईले के शिक्षा पाउनुहुनेछ भन्ने कुराहरू तपाईले कमेन्ट मार्फत देख्नुहोला र यो भिडियो तपाईलाई कस्तो लाग्यो त्यो पनि तपाईले आफ्नै तरिकाले दिन सक्नुहुन्छ। मैले सुरुवात गर्न लागे हाम्रो विद्यार्थी भाइ बहिनीको एउटा चासोबाट। चासो के छ भने विषय के छ, तपाई कुन अवस्थामा हुनुहुन्छ। मलाई पढ्न मन लाग्दैन, पढ्न लाग्यो निद्रा लाग्छ, पढ्न किताब खोल्छु अर्कोतिर ध्यान जान्छ हो, अनि साथी त सरकारी जागिर खायो रे, त्यो साथी त त्यो भयो रे, मेरो घरले यस्तो भन्छ, मेरो घरले उस्तो भन्छ, अनेक कुराहरू हाम्रो माइन्डमा चलिरहेको हुन्छ। एकैछिन पर्खनुस् है त। बचपन से ही शौक था अच्छा इंसान बनने का। बचपन खत्म, शौक खत्म, अब जैसी दुनिया वैसे हम। अवश्य पनि हामी केही मिनेट ब्रेक्सको पश्चात उपस्थित भइसकेका छौँ। हो साथीहरू, मैले कुरा गर्दै थिएँ हाम्रो चाहिँ जुन अवस्था छ, यो अवस्थामा रहेर हामीले चाहिँ कसरी काम गरिरहेका छौँ त। पढ्न मन लाग्दैन, यो गर्न मन लाग्दैन, साथी त्यो भयो, मेरो मित्र यो भयो, म कहाँ छु, म जहाँको त्यही छु। जति तपाईले त्यो सोचलाई राख्नुहुन्छ नि, जब तपाईले चाहिँ त्यो प्रकारको माइन्डसेट बनाउनुहुन्छ भने तपाई कहिले पनि अगाडि बढ्न सक्नुहुन्न। अब तपाईले के गर्नु पर्यो भने तपाई कुन अवस्थामा हुनुहुन्छ, यो अवस्थाबाट अगाडि कसरी बढ्न सक्छु अरूको नहेर्नुस्, तपाईले तपाईको हेर्नुस्। तपाई के कुरामा सक्षम हुनुहुन्छ, तपाईले के गर्न सक्नुहुन्छ, तपाईको सपना के छ, तपाईको इच्छा चाहना के छ, त्यो कुरा हेर्नुस्। कुनै साथीले भन्दैमा, कुनै घर परिवारले भन्दैमा तपाई अगाडि बढ्ने होइन। हरेकको कुरा सुन्नुस्, तर तपाईले आफ्नो निर्णय आफै लिनुपर्ने हुन्छ। तपाई एउटा यस्तो स्टेजमा हुनुहुन्छ कि तपाईले आफ्नो निर्णय आफै लिन सक्नुहुन्छ भने साना केटाकेटीहरूलाई हो बाउआमाले सम्झाएर चाहिँ सम्झिने भन्ने। तर तपाई चाहिँ के हो त, एउटा चाहिँ त्यो उमेरमा पुगेको व्यक्ति हुनुहुन्छ जसले तपाईको भविष्यमा के गर्ने, तपाईले अनेक कुरा पढ्नुहुन्छ, स्कुल कलेज क्याम्पस धाउनु भएको छ भने केही न केही शिक्षा अवश्य पाउनु भएको छ। तपाईको भविष्य तपाईको आफ्नै हातमा छ। सो तपाईले आफै कोर्ने, कुनै भाग्य रेखामा कोरिएर भविष्य लेखिने होइन। त्यसकारण साथीहरू तपाईले कर्म तपाईले बलियो गराउनु पर्ने हुन्छ। तपाईको कर्म तपाई के गर्दै हुनुहुन्छ र मैले पछि गएर के गर्दाखेरि मेरो भविष्य चाहिँ राम्रो हुन्छ भन्ने तपाईको सोचमा जब आउँछ नि, तपाई आफै अगाडि बढ्नुहुन्छ। तपाईले कसैले रोकेर रोक्न सक्दैन। सरकारी नै जागिर खानुपर्छ भन्ने पनि छैन है। हरेक कुरामा तपाईको फिल्ड छ। तपाईलाई गीत गाउन मनपर्छ, गायक बन्न सक्नुहुन्छ,
त्यो क्षेत्र तपाईँको छ कि छैन, तपाईँको त्यही भरोसा छ कि छैन, तपाईँ आइटी फिल्डमा काम गर्नुहुन्छ भने पनि भयो, तपाईँ डक्टर नर्स बन्न चाहनुहुन्छ, पाइलट बन्न चाहनुहुन्छ, मसँग केही छैन, मसँग धन सम्पत्ति छैन भनेर तपाईँ जति पछि पर्नुहुन्छ नि पछि परेको परै हुन्छ। र साथीहरू तपाईँलाई जे मन लाग्छ, तपाईँले जे गर्न सक्नुहुन्छ त्यहीतर्फ अगाडि बढ्नुहोस् भन्न चाहन्छु। र अगाडि बढिसकेपछि तपाईँको चाहिँ अवश्य हुन्छ। छोटो समयको परीक्षा, सानो समयमा चाहिँ मेरो परीक्षा हुँदैछ, मसँग सानो समय छ, म कलेज जान भ्याएको छैन हो साथीहरू। कतिपय साथीहरू एउटा बाध्यतामा बस्नुहुन्छ, हाम्रो ब्याचलर पढ्ने साथीहरू, 11-12 पढ्ने साथीहरू चाहिँ जसलाई चाहिँ के हुन्छ भने कलेज जान पनि उहाँलाई हतार हुन्छ, कलेज जान पनि समस्या परिरहेको हुन्छ र सानो समयमा चाहिँ कसरी चाहिँ यसलाई चाहिँ यो समय व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराहरू गरिरहनुहुन्छ। तपाईहरूले पनि आफ्नो स्टडीलाई घरै बसेर तपाईँले सञ्चालन गर्न सक्नुहुन्छ। अब यो बारेमा यो कुरा गर्दाखेरि भिडियो धेरै लामो हुन्छ। आजलाई चाहिँ मैले भिडियो चाहिँ यतिकैमा अन्त्य गर्दैछु र यो मेरो पहिलो भिडियो, त्यही भएर मैले धेरै कुराहरू पनि राखिनँ। यो चाहिँ हाम्रो थोरै परिचय खण्डको भिडियो भएका कारणमा यसमा धेरै कुरा समावेश गरिन् र तपाईँलाई मैले हरेक कुराहरू चाहिँ यसै भिडियो मार्फतबाट र एउटा हाम्रो प्लेलिस्ट चेक गर्न सक्नुहुन्छ। र हरेक प्लेलिस्टमा चाहिँ मैले हरेक नयाँ कुरा राखेको छु, ग्राफिक डिजाइन सम्बन्धी कुराहरू राखेको छु, कथा कविताका कुराहरू राखेको छु र तपाईँलाई जुन मन लाग्छ जुनसुकै विषय तपाईँले यस च्यानलमा आएर हेर्न सक्नुहुन्छ। हस् त, आजलाई भिडियो मैले यति नै बनाएँ र तपाईँहरूलाई के कस्तो लाग्यो आजको यो पहिलो भिडियो, एउटा पहिलो तपाईँहरू माझ राख्ने कुराहरू, तपाईँको मनोबल बढ्ने भन्ने एउटा चाहिँ आशा र लिएर अगाडि बढेको छु र तपाईँहरूको मनोबल बढ्ला र केही होला भनेर चाहिँ अगाडि बढेको छु। र तपाईँहरूले यो भिडियो कस्तो मान्नुहुन्छ, कस्तो मन पराउनु भएको छ, जे छ तपाईँको त्यही अनुसारको प्रतिक्रिया दिनु होला। हस्त, धन्यवाद।